ओके, त्यसो भए म चाहिँ अब यो सेरिलक कसरी इम्प्लिमेन्ट गर्छ भनेर चाहिँ यो देखाउन चाहिँ गइरहेको छु होइन। अब सेरिलक फर्स्टमा इम्प्लिमेन्ट गर्नको लागि चाहिँ हामीले serilog.sp.net core भन्ने प्याकेज हाल्नुपर्ने हुन्छ र त्योसँगै अरू प्याकेजहरू पनि हाल्नुपर्ने हुन्छ। र जस्तै यसरी यो हामीले लगरहरू इम्प्लिमेन्ट गर्ने, यो दुईवटाहरू जुन गर्दा नि हुन्छ। र हामीले यो ट्राई क्याच यस्तो गर्ने, अनि त्यसपछि हामीले होस्ट क्रिएट होस्ट बिल्डरमा यसो गरेर यो IOC कन्टेनर चाहिँ छुटाउन नखोज्ने। यो गरे प्रोग्राम.cs मा यति काम गरेपछि चाहिँ हामीले स्टार्टअपमा गएर हेर्नुपर्ने हुन्छ। र स्टार्टअपमा गएपछि चाहिँ हामीले एड गर्नुपर्ने भनेको एउटा यो स्टार्टअपमा छुटेको रहेछ। स्टार्टअपमा त्यो एड गर्नुपर्ने हुन्छ। स्टार्टअपमा चाहिँ के एड गर्नुपर्छ भन्दाखेरि चाहिँ startup.program.cs startup जस्तै यसरी यहाँ हामीले एड सिङ्गलटन र अनि यो एड एप लगर गरेर यसरी यो ट्रान्जेन्टहरू यो रिक्वेस्टहरू गर्नुपर्ने हुन्छ। अनि यो गरेपछि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो एउटा एपसेटिङ.json नि यो गर्नु पर्यो। यति हाल्नु पर्यो। एपसेटिङ.json मा हालेपछि यो हामीले एप लगरमा यसरी इम्प्लिमेन्ट गरेछौँ। एप लगरमा नि यसरी इम्प्लिमेन्ट गरेछौँ। अनि पछि यसलाई चाहिँ हामीले ब्याच क्रिएसन एप सर्भिसमा ल्याएर यसरी लगर यसरी इम्प्लिमेन्ट गरेको छौँ। लगर इन्फर्मेसन गरेछौँ। र यो लगर चाहिँ यसरी हामीले आइएप लगरबाट ल्याएको छौँ। सक्यो।